Matutile. Today we do superscribed. Superscribed is added on top of a consonant. So we know ra. So this one on top of the consonant ka, this which looks like capital letter T, English capital letter T represents ra. So we are taking off the lower part of ra. So this looks pretty much like capital letter T. So so we say ra. We know this is ra, ra, ka, ra, ka, tak. Tak is to join. So ra, ka man ra, ka, tak mane जोड्नु. रालाई का जोड्नु भनेको. So ra, ka, tak, ka. No difference. Ra, ka, tak, ka. Ra ka tak ka. Ra ka tak ka. अब उच्चारणमा केही फरक परेन र किन अब तपाईहरुले सोच्नुहुन्छ होला अब उच्चारणमा कुनै फरक आएन किन चाहिँ यो जोड्नु भन्ने प्रश्न उठ्छ होला तर अब यो चाहिँ इम्पोर्टेन्ट हो र क त क अब जस्तै NOT not KNOT not उच्चारण त एउटै आउँछ तर मतलबमा फरक पर्छ सो NOT not KNOT not उच्चारण चाहिँ एउटै हुन्छ र पनि अर्थ चाहिँ भिन्दै भएर जान्छ सो र का तक का र का तक का सजिलै छ र का तक रलाई का जोड्नु कर्ना रहन्छ र का तक का खा र ग तक ग र ग तक ग उच्चारणमा केही पनि फरक आएन र क त क ख र ग त ग अब जुन चाहिँ मैले रातोमा लेखेको छु त्यसमा चाहिँ भिन्नता आउँछ अब र न तक यो चाहिँ हाई टोन भएर जान्छ र न तक न होइन न र न तक न र न तक न र न तक न drum which you beat drum ra na tak na rangatanga ja cha चामा लाग्दैन छामा लाग्दैन कुन चाहिँमा लाग्छ कुन चाहिँमा लाग्दैन त्यो तपाईं सुर्ताउनु पर्दैन त्यो लेखेर आउँछ सो चामा लाग्दैन छामा लाग्दैन र ज तक ज केही फरक आउँदैन र क त क र क त ग र ज तक ज र क त क र क त ग र ज तक ज फेरि यो रातोमा लेखेको छ र न्या तक न्या न्या फेरि यो नेपाली र इङ्ग्लिसमा उच्चारण छैन र त्यसमा अलिकति ध्यान दिएको हुनुपर्छ र न तक न अब यदि यो र छैन भने न
रा छ भने चाहिँ ना 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 ना. If there is no superscript ra on top of the consonant nya, then it is nya. If there is superscript on top of the consonant nya, then it is nya. Nya, 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 nya. Ra nya ta nya. Ra ta. तपाईँलाई थाहै छ होला यो ता हो. र ता तक ता, नो डिफरेन्स. र ता तक ता, था यसमा लाग्दैन. र दा तक दा. र दा तक दा उच्चारणमा केही भिन्नता आउँदैन. र दा तक दा. फेरि यो रातोमा लेखेको छु. र ना तक ना. रा छैन भने चाहिँ ना. सुपरस्क्राइब रा छ भने चाहिँ ना 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 ना. पा फा बा. रा मा तक मा. अब यो माथिको सुपरस्क्राइब रा छैन भने चाहिँ मा 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 मा. र च त च उच्चारणमा केही फरक आउँदैन. र च त च. छ. र ज तक ज. र ज तक ज. वा. श. सा. आ. या. र. ला. श. सा. आ. आ. सो यदि कुनै एउटा अक्षरको माथि यो क्यापिटल लेटर टी जस्तो लेखिएको छ भने चाहिँ त्यसलाई स्पेलिङ गर्दाखेरि र कता का. र कता का खा. र गता गा. र ngतक nga. र ngतक nga. च. छ. ज. र ngतक nya. nya. र ngतक nya. र ngतक nya. र ततक ता. था. र द तक द. र ना तक ना. र ना तक ना. र ना तक ना. पा फा. बा. र मा तक मा. र मा तक मा. र च त च. छ. र ज तक ज. वा. श. सा. आ. या. र. ला. श. सा. आ. आ. सो तपाईँहरूले ध्यान दिएको हुनुपर्ने चाहिँ र ngतक nga. र ngतक nya. र ngतक na. र मतक मा. र ngतक nga. यदि यो र छैन भने चाहिँ nga. सुपरस्क्राइब र छ भने चाहिँ nga. यदि सुपरस्क्राइब र यहाँको माथि छैन भने nya. सुपरस्क्राइब यदि छ भने चाहिँ र ngतक
nya. So nga, nya, nya. Ra natak na, na होइन ना. ra मातक मा होइन मा. nga, nya, na, ma, nga, nga, nya, nya होइन nya, ना, ma, nga, nya, ना, मा. सो आजको लागि यति नै. अब यदि तपाईँ यो फर्स्टपल्ट तपाईँ हेर्नु हुँदैछ भने यो हेर्नुभन्दा अगाडि क्लास फर्स्ट लेसन, सेकेन्ड लेसन, थर्ड लेसन त्यसरी स्टेप बाई तपाईँहरू सिक्नुहोस्, नभए त अलिकति साह्रो पर्छ. अब तपाईँले सबै जानेको हुनुपर्छ. अब यदि दुईटा डट छ भने यो बिचमा मैक्सिमम ज़्यादा से ज़्यादा चारवटा अक्षर आउन सक्छ. चारवटा अक्षर आउन सक्छ. योभन्दा बेसी आउँदैन. यो दुईटा डटको बिचमा चारवटा अक्षर आउन सक्छ म्याक्सिमम. अनि सो म्याक्सिमम अब तपाईँहरू हामी अब वी आर फोकस्ड on learning how to read Tibetan. अब पुस्तक तपाईँ पढ्नुहुन्छ भने ज़्यादा से ज़्यादा दुईटा डटको बिचमा vertically चारवटा हुनसक्छ, horizontally चारवटा हुनसक्छ. सो यहाँ के हुँदैछ 1 2 3 4 5 चिक नि सुम सी ना. अब भावल 5 हुँदैन. भावल कि त छोटा उकार यहाँ लाग्छ कि त बडा उकार यहाँ लाग्छ. सो 5 हुँदैन 4 हुन्छ. यहाँ हुन्छ कि त यहाँ हुन्छ. सो 1 2 3 4 चिक नि सुम सी vertically, चिक नि सुम सी horizontally. अब अहिले हामी कतिमा आइसक्यो? कन्सोनेन्ट सिक्नुभयो होइन? यो सिक्यो. भावल सिकिसक्नुभयो होइन? सो यो भावल कि त यहाँ हुन्छ छोटा उकार कि त एकर ढिङ्बुक यो. अब सो यो सिक्यो. अब हामी यो सिक्दैछौँ सुपरस्क्राइब. यो सिक्दैछु, सिकिसकेको छैन, सिक्दैछु. सो यो सिकिसक्यो, भावल जोड्नु सिकिसक्यो र सुपरस्क्राइब जोड्नु हामी सिक्दैछु. अनि त्यहाँदेखिको यताको सबजोइन्ट अनि योहरू सिक्नुपर्छ. त्यहाँदेखिको तपाईँहरू पढ्नु सक्नुहुन्छ. र आजको लागि यति नै. र अहिले त युट्युबमा सिक्नु सजिलो छ. त्यो पानीमा गाडी चढेर स्कुल जानु पर्ने छैन. पाहुना आयो भने त्यो पाहुनालाई छोडेर
क्लास जानु परेन, घरकै घरमा यस्तो सजिलो प्रकारले अहिले सिक्नु सक्नुहुन्छ। र अब एकचोटि तपाईँले सुन्नुभयो अरे, त्यति बुझ्नु भएन अरे, फेरि त्यसलाई गरी हेर्नु सक्नुहुन्छ। र आजकल भाषा सिक्नु भनेको चाहिँ सजिलो हो। सो यस, आजको लागि यति नै। अब यहाँ हामी 1 2 3 1 2 3 4 चिक्नी सुम्सी ङा ठुक द्युन 7वटा रुल्स सिक्नुपर्छ र 2टा त हामीले सक्यो, 3रो हामी गरिरहेको छु। र त्यसरी नै हामी भोलि कन्टिन्यू गर्नेछु। र अहिले तपाईँहरूको यो अहिले फेस्टिभल आइरहेको छ, सायद तपाईँहरू त्यस्तोमा बिजी होला भनेर मैले अलिकति ढिलो गरेको छु। र फेरि छिटो सिकाएर पनि तपाईँले त्यो सिकाइसकेको डाइजेस्ट गर्नु समय पनि त दिनु पर्यो। त्यसले गर्दाखेरि अलिकति मैले स्लो डाउन गरेको छु। यसरी तपाईँहरू क्लासमा आउनुभएकोमा धन्यवाद। भोलि भेटौँला। सिङ जेल्याउँ। बाई।